गाइस मसित आज चाहिँ एउटा डिस्केपर भाइरस भन्ने एउटा रोगको चाहिँ एउटा कुकुरलाई भेटेको रहेछ। त्यसको लागि चाहिँ गाइस हेर्नु होला। गाइस म चाहिँ त्यहाँ भनेपछि पुग्न आँटेको छु होइन। टक्क चाहिँ अब पुगेपछिको भ्यू हेर्नु कुकुर कस्तो छ के छ हालत होइन। र गाइस कुकुर चाहिँ यो बिरामी कुकुर कहिलेदेखि गयो? मम्मी बोलाउ त। कहाँ? र यो कुकुर चाहिँ यो अब एक्लैले कसरी यसलाई म्यानेज गर्नु होइन। कोही छैन हेर्नुहोस् यस्तो छ कुकुर यस्तो भइरहेको छ होइन। एउटा डिस्केपर भन्ने भाइरसले गर्दा चाहिँ यो कुकुरको हालत यस्तो भएको। अन्त यसलाई चाहिँ म उपचार गर्छु अब। र कोही छैन मेरो साथमा, बोलाउनु पर्ने हुन्छ मान्छेलाई अँठ्याउनको लागि। फेरि हातमा टोकिन्छ होइन। टक्क घर चाहिँ यो हो। ल गाइस के हो तिम्रो नाम? अञ्जली हो। ए हो भाइ चाहिँ यता रहेछ। ल कन ये कहाँदेखि लिएको यो त्यो जन्माएको अरे होइन। त्यो कुकुर चाहिँ यहाँ बिरामी छ। बुझ्नु मैले ल्याउन एक गिलास। बच्चा चाहिँ होइन बिचरा यो माउसे बिरामी रहेछ। यसको म उपचार गरिदिन्छु अहिले होइन। मसँग औषधि छ बिचरा। हेर्नुहोस् भात खान्छ यसले। यसले भात पनि नखाने रहेछ। ए रुचामिस ल्याउनु बिर्सेछु यार। रुचामिस मैले ल्याउनु बिर्सेँ। यसलाई भात रुच्ने औषधि खुवाइदिइरहेको छु सबै। गाइस म यस्तै हो होइन। डगहरूको माया गर्दै हिँड्ने। ल यो कुकुर बिरामी भएको कति दिन भयो भन न? 2-3 दिन भयो। 2-3 दिन भएपछि भात नखाएको चाहिँ कहिलेदेखि? त्यही दिनदेखि के केही नै खाँदैन यसले भनेपछि यो। गाइस म चाहिँ अब यो कुकुरको उपचार गर्न लागिरहेको छु। टक्क चाहिँ मेरो झोलामा छ औषधि थोरै। तर एउटा चामेस ल्याउन बिर्सेछु र मलाई घाटा लाग्ने भयो। जामिक्स छोडियो होइन। यति मात्रै लिएको छु। यति नै छ यसको सबैभन्दा सुरुमा चाहिँ ज्वरो नामिन्छ हामी। यसलाई चाहिँ ज्वरो छैन रहेछ। अब यसलाई भनेको चाहिँ हामीले एनर्जी दिनको लागि चाहिँ बी कम्प्लेक्स हान्नुपर्ने हुन्छ। ज्वरो छैन बी कम्प्लेक्स हानिन्छ अब हामीलाई। Echoing step on the forest floor opens a world through an ancient
सबै ठिक हुन्छ। सम्मको बिरामी कुकुरहरू अहिले यसरी उठेर कुदेको छ, हिँडेको छ होइन। हेर ल, अघिसम्मको बिरामी कुकुर हिँडेको छ। दिनभरि सुत्ने कुकुर अहिले यो कम्प्लेक्स औषधिले यस्तो भयो। यसको हेर्नुहोस् ठाउँको ठाउँ उठेर हिँड्यो, खाली तालो यतिको चाहिँ चाहियो होइन। अनि मायासाले कुकुर बिरामी हुँदा मलाई भन्नु पर्दैन, यस्तो बच्चा चाहिँ मलाई भन्नु पर्दैन किन नभने। कुकुरहरू मरेको त बिचरा हेर्नु, त्यस्तो बच्चा कहाँ हुन। उसलाई चाहिँ मैले भात दिन लगाएको होइन, भाइ मैले लगाएको। सबै लगाउनु सर ल, ल भात खा ल। तँलाई म के गरिदिने ल, भात खा न, भात खा ल, भात खा ल मजासँगले भात खाए। दुःख सक्छु ल, यस्तो डराएर भात पनि खाएन। यतिको बिरामी कुकुर उठेर होइन खालि सकेको छ। फर्किन आँटेको यस्तो यस्तो भिडियोहरू हेर्नको लागि चाहिँ नयाँ नयाँ भिडियो टक्क आउँछ गाइज भने टक्क चाहिँ सब्सक्राइब गरिदिनु होला होइन। टक्क त्यस्तै हो होइन।